अल्लाहमाथि दृढ विश्वास राखेका छौं र मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमलाई आफ्नो अन्तिम सन्देश स्वीकारेका छौं। त्यसकारण हामीमाथि यो जिम्मेवारी छ कि हामी हाम्रा समाजमा भएका विकृति, कुरीति, कुसंस्कार, कुरीति रिवाजलाई हेरेर हाम्रो यो कर्तव्य हो कि हामी त्यसलाई रोक्ने। अल्लाह सुब्हानहु व तआला को हबीब सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाउनु भएको छ। हजरत अबू सईद खुदरी रज़ियल्लाहु तआला अन्हु बयान गर्नुहुन्छ कि आप सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाउनु भयो, मन रआ मिनकुम मुनकरन फलयुगय्यिरहु बियदी फइन लम यस्तति फबिक़ल्बी व ज़ालिका अज़फुल ईमान। यदि तिमीहरू मध्ये कोही मानिसले मन रआ मिनकुम मुनकरन फलयुगय्यिरहु बियदी, यदि तिमीहरू मध्ये कुनै व्यक्तिले, कुनै मानवले, मनुष्यले कुनै गलत कार्य आफ्नो दृष्टिमा भइरहेको छ, आफ्नो नजरमा भइरहेको छ भने त्यसलाई रोक्ने क्षमता छ भने, त्यसलाई रोक्ने ताकत शक्ति छ भने आफ्नो हातले रोक। हातले रोक्नुको मतलब यो हो कि तिमी जति शक्ति लगाएर त्यसलाई प्रत्यक्ष रूपमा आफैले आफ्नो शक्तिले, आफ्ना पावरले, आफ्ना सामूहिक पावरले त्यो कुरीति अथवा गलत कार्यलाई रोक्नु हाम्रो जिम्मेवारी हो। यदि यति मात्र पावर छैन भने फइन लम यस्तति फबिलिसानी, यदि शक्ति छैन भने हाम्रो कर्तव्य हामी आफ्नो जिब्रोले त्यसलाई रोक। जिब्रोले कसरी रोक्ने? मानौ यो काम गलत छ भने सबैलाई भेला गरेर आफ्ना भनाइ राख्ने, यस बारेमा आफ्ना तर्कहरू राख्ने,